कस्तो अनौठो हुँदो रहेछ है जिन्दगी। 2082 साल लाग्ने बित्तिकै म र मेरो परिवारलाई ग्रहण पनि सँगसँगै लाग्न सुरु भयो। नयाँ साल लागे सँगसँगै हामीले नयाँ परिस्थितिहरूको सामना गर्नु परेको थियो। भन्छन् भाग्यमानीको जन्मदिन र मृत्युदिन एउटै हुन्छ भनेर। र कस्तो अचम्म, यसलाई त संयोग भन्नु कि के भन्नु खै। हजुरको त जन्मदिन, मृत्युदिन, बार, समय शुद्ध मिल्न पुगेछ। र पक्कै पनि हजुरका राम्रा कर्महरूले गर्दा होला सबै कुरा मिल्न पुगेको। हजुरलाई मनपर्ने खाना बनाएको बेला हजुरलाई सम्झेर हजुरको भाग छुट्याइदिने गर्छौ ड्याडी। कति मिठो मानेर खानुहुन्थ्यो है भनेर सम्झिँदा हाम्रो आँखा रसाउँछन्। हजुरको छोरीहरू यति स्ट्रङ कसरी भए भनेर सोच्दा तिनी आमालाई हेरेर थाहा भयो, जसले आफ्नो छोरीहरूको अगाडि एक थोपा आँसु चुहाएकी छैनन्। हरेक कुरामा हजुरको यादहरू समेटिएका छन्। त्यसले गर्दा जिन्दगी जिउन अलि सहज भएको छ हामीलाई। कमसे कम हामीसँग बिताएका त्यही तिता मिठा पलहरू, सम्झनाहरू त छन्। कसैसँग त त्यो पनि हुँदैन भनेर हामी आफ्नो मनलाई चित्त बुझाउने गर्छौँ। 2083 सालमा त लाग्यो, तर 2082 सालले दिएको चोट त जिन्दगीभर रहनेछ। मनमा आशा यति छ कि हजुर जहाँ पनि हुनुहुन्छ हामीलाई हेरिराख्नु भएको होला। हजुरसँग बिताएका मिठा पलहरू सम्झिँदै बस्छौँ हामी। अर्को जन्म हुन्छ भने पनि हरेक जुनीमा हजुरकै छोरी भएर जन्मिन पाऊँ। मिस यु सो मच ड्याडी। ह्याप्पी न्यू इयर।